छैठौं टाइगर कपको पुरुषतर्फको फाइनल समीकरण एकदमै रमाइलो हुँदै गइरहेको छ। कुन टोलीले फाइनल खेल्ने हो त्यो अझै पनि निर्धारण भएको छैन, किनभने आज छैठौं टाइगर कपको छैठौं दिन खेलहरू एकदमै रमाइलो हुन गइरहेका छन् र त्यो खेलहरूको आज पुरुषतर्फ नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब यो खेलले फाइनलको पोइन्ट्स टेबलको पोइन्ट्समा तलमाथि गर्न सक्छ र यो दुईवटा टोलीले आजको दिनमा पोइन्ट्स टेबलमा एउटा ठुलो चेन्ज गर्न सक्ने सम्भावना देखिएको छ। र अर्को छ त्रिभुवन आर्मी क्लब र पर्वत भलिबल सङ्घ। यो खेल पनि एकदमै महत्त्वपूर्ण छ फाइनल समीकरणको लागि, जहाँ यदि पर्वत भलिबल सङ्घले जित्ने हो भने फाइनलको मुख्य दावेदारीका रूपमा स्थापित आफूले आफूलाई गर्नेछ र त्रिभुवन आर्मी क्लबले जित्यो भने पनि खासै फरक नपर्न सक्ने सम्भावना छ, किनभने त्रिभुवन आर्मी क्लबको अहिलेसम्म 3 पोइन्ट मात्र छ र जित हासिल गर्ने हो भने पनि 6 पोइन्ट पुग्नेछ। तर अब कुरा छ यो फाइनल समीकरणमा गण्डकी प्रदेश कसरी पुग्न सक्छ, नेपाल एपिएफ क्लब कसरी पुग्न सक्छ र पर्वत कसरी पुग्न सक्छ, नेपाल पुलिस पुग्छ कि पुग्दैन, त्रिभुवन आर्मी टोली पुग्छ कि पुग्दैन। तर मालदिप्स टोली चाहिँ अहिलेसम्म कुनै पनि सेट नजितेको, कुनै पनि खेल नजितेका कारणले यो प्रतियोगिताबाट फाइनलको रेसबाट बाहिरिसकेको छ। र यदि हेर्ने हो भने त्रिभुवन आर्मी क्लबको सम्भावना एकदमै न्यून छँदै छैन भन्दा पनि हुन्छ। अहिलेसम्म 3 पोइन्ट मात्र छ, 5औं स्थानमा रहेको छ र आफूले अझै दुईवटा खेल खेल्न बाँकी छ र दुईवटा खेलमा यदि उत्कृष्टै प्रदर्शन गर्ने हो भने पनि त्रिभुवन आर्मी क्लबको 9 अङ्कसम्म आउन सक्छ। दुईवटा खेलमा 6 अङ्क ल्यायो भने त्रिभुवन आर्मी क्लबले 9 अङ्कसम्म ल्याउन सक्छ। र अब गण्डकी, पर्वत र नेपाल एपिएफ क्लबको भने मुख्य चान्स, एकदमै धेरै चान्स रहेको टोलीमा गनिन्छ। र अब कुरा गरौँ गण्डकीले चाहिँ अब पोइन्ट्स टेबलको शीर्ष स्थानमा 4 खेलमा 3वटा जित अनि एउटा हारसँगै 9 पोइन्टका साथ शीर्ष स्थानमा रहेको छ। तर गण्डकी प्रदेशका लागि अब एउटा चान्स मात्र रहेको छ र एउटा खेलमा गण्डकीले 3 अङ्क ल्याउन सकेमा गण्डकीको 12 पोइन्ट हुने सम्भावना छ र त्यो 3 पोइन्ट्स पर्वत भलिबलसँग खेल्नुपर्नेछ। पर्वत जिल्ला भलिबल सङ्घ र गण्डकी प्रदेश भलिबल सङ्घको ग्रुप स्टेजको फाइनल अन्तिम खेलमा गण्डकी र पर्वतका लागि त्यो खेल एकदमै महत्त्वपूर्ण छ, किनभने त्यो खेलबाट पर्वत पनि 3 पोइन्ट चाहन्छ र गण्डकी पनि 3 पोइन्ट चाहन्छ र त्यो खेल एकदमै रमाइलो हुनेवाला छ। र कुन टिमले लिन्छ त्यो 3 पोइन्ट त्यो फाइनलको लागि एकदमै महत्त्वपूर्ण छ। तपाईँ यति बुझ्नुहोस्, त्यो 3 पोइन्ट जुन टिमले लियो त्यो नै फाइनलको मुख्य दावेदार टिम हो। र अब दोस्रो स्थानमा रहेको पर्वतका लागि दुईवटा खेल बचेका छन्, एउटा आज त्रिभुवन आर्मी क्लब र एउटा हाम्रो लागि अर्को रहेको छ ग्रुप स्टेजको फाइनल खेल गण्डकी विरुद्ध। त्यो दुईटै खेल यदि पर्वतले जित्ने हो भने म्याक्सिमम 6 पोइन्ट पाउन सक्छ र म्याक्सिमम 6 पोइन्ट पायो भने 8, 6, 14 पोइन्ट हुन सक्छ र गण्डकीभन्दा अगाडि जान सक्छ। तर त्यो दुईवटा खेल जित्नु पर्यो। र अब तेस्रो स्थानमा रहेको छ नेपाल एपिएफ क्लब। 3वटा खेलमा 6 अङ्क र अझै दुईवटा खेल बचेका छन् र अझै दुईवटा खेलमा म्याक्सिमम पोइन्ट ल्याउन सक्ने चान्स भनेको 6 पोइन्ट र नेपाल एपिएफ क्लब पनि 12 पोइन्टसम्म पुग्न सक्छ र गण्डकी पनि 12 पोइन्टसम्म पुग्न सक्छ। तर पर्वतले भने दुईवटा खेल जित्न सकेमा 14 पोइन्टसम्म पुग्न सक्छ। र अब एपिएफ क्लबले आज नेपाल पुलिस क्लबलाई हराउनै पर्छ यदि फाइनलमा आफ्नो स्थान बनाउने हो भने। र अब नेपाल एपिएफ क्लबको दुईवटा खेल रहेका छन्। नेपाल एपिएफ क्लबको आज एउटा नेपाल पुलिस क्लबसँग रहेको छ भने अर्को भोलि त्रिभुवन आर्मी क्लबसँग रहेको छ। यो दुईवटै खेल जित्ने हो भने नेपाल एपिएफ क्लब फाइनलमा प्रवेश, किनभने 12 पोइन्ट्स पाइसकेको छ। र अब गण्डकी प्रदेशका लागि भने सजिलो पनि छैन। पर्वतलाई राम्रो तरिकाले जित्नुपर्नेछ। 3-0 अथवा 3-1 पर्वतलाई हराउन सकेमा गण्डकी पनि 12 पोइन्टसम्म जान सक्छ। तर अब यही नै हो समीकरण। नेपाल पुलिस क्लबको के छ अवस्था भन्दाखेरि नेपाल पुलिस क्लब अहिले 4औं स्थानमा छ र 4 अङ्कका साथ। र अब दुईवटा खेल बचेका छन् र दुईवटा खेल जित्ने हो भने पनि 10 अङ्कसम्म पुग्न सक्छ म्याक्सिमम। र अब यही नै चान्स रहेको छ। तर विशेष कुरा के छ भने आजको नेपाल पुलिस क्लब र एपिएफ क्लबको बिचको खेल र पर्सि पर्वत र गण्डकी बिचको खेलबाट निश्चित हुनेछ कि कुन टिमले फाइनल खेल्नेछ। र आज पनि लगभग पक्का भइहाल्नेछ नेपाल एपिएफ क्लबको अवस्था के हुनेछ आज नै थाहा हुनेछ र पर्वतको पनि आज नै थाहा हुनेछ। पर्वतले आज यदि त्रिभुवन आर्मी क्लबलाई हराउन सक्छ भने फाइनलको लागि मुख्य दावेदारीका रूपमा 11 अङ्कसम्म पुर्याउन सक्छ। र तपाईँलाई के लाग्छ कुन टिम
फाइनलसम्म पुग्न सक्छ र कुन टिमले फाइनलमा योचोटि यो उपाधि जित्न सक्छ र नेपाल पुलिस क्लब यस्तो अवस्थामा कसरी पुग्यो त्यो पनि तपाईँ कमेन्ट गर्नुहोला। त्रिभुवन आर्मी क्लब चाहे पुरुषतर्फ होस् चाहे महिलातर्फ होस् योचोटि प्रदर्शन भने त्यति राम्रो भइरहेको छैन।